हेलो एभ्रिवान 2082 साल 6 महिना 16 गतेको दिन हाम्रो विजय दशमीको शुभकामना व्यक्त गर्दै हजुरहरू हजारौंको बीचमा म लिएर आएको छु हाम्रो धोरपातनबाट नयाँ भिडियो। अनि हामीले चाहिँ कुखुरा काटेर पनि यसलाई धोइधाइ गर्दैछौँ। यो कान्छाको छोरी पनि रोक्को रोइ गर्छ के। अनि यहाँ ससुराले चाहिँ कुखुरा काटेर यसलाई चाहिँ धोइधाइ गरेर यसको चिनो बानो हेर्न लाग्नु भएको छ। यहाँ चाहिँ हाम्रो कुखुरा काटिसकेपछि यसको चिनो बानो हेरेपछि चाहिँ कतिपय कुराहरू पुग्ने गर्छन्। अब घरमा राम्रो हुनेछ, घरमा नराम्रो हुनेछ, कसैलाई चोटपटक लाग्नेछ, कसैको मृत्यु हुनेछ भने पनि यसमा देखाउने गर्छ अनि पुग्ने पनि गर्छ। त्यही अनुसार चाहिँ हाम्रो ससुराले चिनो बानो हेर्दै हुनुहुन्छ। यसमा चाहिँ कतिपय कुरा पुरा पुग्छ कि हैन। हामीले चाहिँ हेरिरहेको छौँ। हाम्रो नेपालको रीतिरिवाज चाहिँ यही छ। अब जोगबार चाडपर्वमा काटेपछि यसलाई चाहिँ यसको चिनो बानो हेर्ने अनि हेरिसकेपछि यसलाई चाहिँ भुतेर खाने। अनि मैले चाहिँ यता रोटी पोली अनि आलचना सालचना मासु सासु फ्राई सबै कुछ गरिसकेर पनि हामीले खाइसकेर पनि अब टीका लगाउन लागिसकेका छौँ हैन। टीका चाहिँ ढिला रहेछन् कि 11 त्यही साथी 11 यता कटिमा थिए अनि हामीले चाहिँ खानासाना पहिले खाइसक्यौँ अनि पछि टीका लगाएको हो। हामीले चाहिँ अब हामी देवी देवतालाई चढाइसकेपछि चाहिँ हाम्रो अब जतिखेर थाहा हुन्छ आमाको पिछा छ उत्तरबङ्गालबाट साथी छौ कि हाम्रो गाउँ जैसी साथी छौ घरमा मण्डली साथी छौ छोरालाई त्यसो घोचाएर नगए पनि जम दुश्मनसित लडी नि घोचाएर ल्याइदियो। मेरो छोराको अझ डिएसपी एसपी भएर आउनु झ्याप्यो। मेरो बाउ आमाको मेरो मण्डली छोराका कानमा फेरि अत्किन्छ अत्किन त जमरा हो कि के ल खुनको धारा जस्तै भयो त। छोरिन बच्चा तपाईँ बाँस ल भाइ सबै घरको कुलकुलान्त सास ससुराको आशीर्वाद मलाई सोल्थ्यो अलि सासु लगाउँदा झन् सुन्न नपर्छ। हामी सबै यहाँ चाहिँ हाम्रो सासूले टीका लगाइदिन लाग्नु भएको छ अनि सासूले चाहिँ टीका लगाउन त जाने छु आशिक दिन जान्दैन अनि त्यो मनले माया गरे पुग्छ भन्दैको थिएँ मैले चाहिँ। अनि यहाँ चाहिँ मलाई पनि आशिक दिन भनेको मलाई आउन्न के भन्दै हुनुहुन्थ्यो लगाउँदैछु तेर जुत्ता मुनि हिँड्नुन् तँलाई दपाउने चपाउने मान्छे उही माने भएर ल खै सासुल बनाइदेख बहिनीले बनाउनु भनेको त आँखाले हेर्न देख भएको हाम्रो किसिम भात नखाइ त होइन यही किसिम केन्टास गरिस् नरोन एकछिन टीका लगाउँदै छम। सासुल मनमा आशिक दिन चन्द्रै हाम्रो कुसुम नरोके टीका लगाउँदैछौँ। मेरो मुख भएर त्यस्तै गुल्लै गुल्लो आँखा हेर्न भएको छैन गुल्लो ल भाइ मेरो ससुरा
तिमीलाई भिन्दै देऊ उनीलाई भेटेर दिएन दिनु थिस बाउ आमा बाबा आमाको सबै हाम्रो दसैँको फुल ब्लग हेर्नुभयो होला भन्दै आशा गर्दै यो ब्लग अब यतैतिरै अन्त्य गर्न खोजिराखी छु। अनि यस्तै भिडियो हेर्नको लागि मेरो भिडियोमा आइराख्नु होला, सब्सक्राइब गरिराख्नु होला, लाइक गरिराख्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज। फेरि भेटौँला नयाँ भिडियोमा।